नमस्ते। आज एउटा यस्तो कथाको चर्चा गरौँ जसले हामीलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ। के साँच्चै हाम्रो सुरुवातले नै हाम्रो भविष्य कस्तो हुन्छ भनेर तय गर्छ त? आउनुहोस्, यही प्रश्नको उत्तर खोज्न हामी रमेशको यात्रालाई निहालौँ, जो एउटा सानो दुर्गम गाउँको धुलोबाट उठेर देशको सेवा गर्ने एउटा सम्मानित पदसम्म पुगे। हो, यो उनको सङ्घर्ष र सफलताको आरोहणको कथा हो। यो प्रश्न कतै नकतै हामी सबैको मनमा खेल्ने गर्छ। के हामी हाम्रो परिस्थितिको दास हौं? के हाम्रो पृष्ठभूमिले हाम्रो भविष्यको सीमा तोक्छ? तर रमेशको जीवन, उहाँको जीवनले चाहिँ यो धारणालाई ठाडै चुनौती दिन्छ। आउनुहोस् हेरौँ कसरी। अब रमेशको कथाको सुरुवात कुनै ठूलो चम्किलो सहरबाट भएको होइन, बरु नेपालको एउटा यस्तो कुनाबाट, यस्तो दुर्गम गाउँबाट हुन्छ जहाँ सायद सपना देख्नु पनि एउटा ठूलो चुनौती थियो होला। तर रमेशको कथाको जग हो त्यहीँबाट बस्यो। उनको बाल्यकाललाई हेर्ने हो भने यो दुई एकदमै फरक संसारको एउटा अजीब मिश्रण जस्तो देखिन्छ। एकातिर थियो चरम गरिबी, किसान परिवार, आर्थिक अभाव अनि निरन्तरको सङ्घर्ष, अनि अर्कोतिर थियो उनको दिमागको त्यो असाधारण चमक, उनको त्यो तेज जसलाई उनका शिक्षकहरूले पनि तुरन्तै चिनेका थिए। र सायद यही विरोधाभास नै उनको अगाडिको यात्राको लागि सबैभन्दा ठूलो इन्धन बन्यो। अब गाउँको त्यो साँगुरो घेरा तोडेर ज्ञानको तिर्खा मेटाउन उनी आइपुगे काठमाडौँ। तर राजधानीको यो ठूलो सहरले उनलाई सजिलै स्वागत गरेन। बरु यहाँको हरेक पाइलामा उनको धैर्य र सहनशीलताको कडा परीक्षा लियो। एकपटक कल्पना गरौँ त, बिहान झिसमिसेमै उठेर सहरको चिसोमा पत्रिका बाँड्दै हिँड्नु, अनि फेरि त्यही थकान लिएर कलेज पुग्नु, कक्षामा ध्यान दिनु र रात परेपछि थकित आँखा मिच्दै फेरि किताबका पानाहरूमा डुब्नु। यो उनको दिनचर्या थियो। कुनै एक दिन होइन, हरेक दिन। यो केवल मेहनत मात्रै थिएन, यो त आफ्नो भविष्य निर्माण गर्नको लागि उनले लडेको एउटा युद्ध नै थियो। अनि जब यतिले पनि खर्च धान्न गाह्रो भयो, उनले अर्को बाटो रोजे। उनले आफ्नो काँधमा देशको सुरक्षाको अस्थायी जिम्मेवारी पनि बोके। हो, म्यादी प्रहरी बनेर। यो केवल गुजारा चलाउनको लागि मात्र थिएन, यो त आफ्नो सपना पूरा गर्न उनी कुनै पनि हदसम्म जान तयार छन् भन्ने कुराको प्रमाण थियो। हरेक सफल इतिहासको पछाडि एउटा पीडादायक इतिहास हुन्छ। यो रमेशको लागि एउटा भनाइ मात्रै थिएन, यो त उनको जीवनको मन्त्र नै बनेको थियो। जब जब परिस्थितिले उनलाई गलाउँथ्यो, जब जब हिम्मत टुट्न आँट्थ्यो, यही शब्दहरूले अनि आफ्ना आमाबुवाको विश्वासले उनलाई फेरि उठेर लड्ने हिम्मत दिन्थ्यो। अब कलेजको पढाइ सकियो, हातमा डिग्री आयो। त्यसपछि उनले एउटा यस्तो बाटो रोजे जहाँ प्रतिस्पर्धा एकदमै कडा हुन्छ, हजारौं हुन्छन्, अनि सफलताको कुनै ग्यारेन्टी हुँदैन। हो, त्यो बाटो थियो लोकसेवा आयोगको। र यहीबाट सुरु भयो उनको जीवनको सायद सबैभन्दा ठूलो परीक्षा। तर सोचे जस्तो कहाँ हुन्छ र? सफलताको बाटो पटक्कै सिधा थिएन। पहिलो पटक प्रयास गरे, असफल। दोस्रो पटक प्रयास गरे, फेरि पनि असफल। नायब सुब्बा र शाखा अधिकृत दुवै प्रतिष्ठित पदको ढोका उनको लागि बन्द भयो। सोच्नुस् त, त्यो बेला कस्तो भयो होला? वर्षौंदेखिको मेहनत बालुवामा पानी खन्याए जस्तै लाग्यो होला। सायद धेरैजना भएको भए कथा यहीँ सकिन्थ्यो होला। तर रमेश ती धेरै मध्येका थिएनन्। असफलताको त्यो अँध्यारो सुरुङमा पनि उनले आशाको दियोलाई निभ्न दिएनन्। हो, उनको शरीर पक्कै थाकेको थियो होला, तर उनको अठोट त्यो झन्झन बलियो बन्दै थियो। अनि यहीँनिर आएर उनको कथाले एउटा एकदमै रोचक मोड लिन्छ। उनले आफ्नो तयारी गर्ने तरिका त बदले नै, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के थियो भने उनले आफ्नो सोच नै बदले, र यही नयाँ दृष्टिकोण नै उनको लागि सफलताको शिखर चढ्ने भर्याङ बन्न पुग्यो। आखिर उनको सफलताको साँचो के थियो त? त्यो थियो यही सोचको परिवर्तन। सुरुसुरुमा उनले परीक्षालाई पास र फेलको लडाईँको रूपमा मात्रै हेरे, तर पटक पटकको असफलतापछि उनले यसलाई एउटा सिक्ने मौकाको रूपमा हेर्न थाले। अब हरेक गल्ती उनका लागि एउटा पाठ बन्यो, अनि हरेक असफलता अर्को प्रयासको लागि झनै बलियो चग। अब यही नयाँ सोच र जोशका साथ उनी फेरि किताबहरूमा फर्किए। तर फरक के थियो भने यसपटक उनी केवल पढिरहेका थिएनन्, बरु आफ्ना पुराना गल्तीहरू कहाँ भए भनेर केलाउँदै थिए, विश्लेषण गर्दै थिए। उनको मेहनत दुब्बर भयो, अनि उनको अठोट त्यो त फलाम जस्तै दह्रो भइसकेको थियो। यो उनको अन्तिम र सबैभन्दा शक्तिशाली धक्का थियो।
अनि आखिरमा त्यो दिन आयो जसको लागि उनले यत्रो सङ्घर्ष गरेका थिए। वर्षौंको अथक सङ्घर्ष, नसुतेका कैयौं रातहरू अनि अणगिन्ती त्यागहरू, सबैको फल एकैपटक मिल्यो। हो, उनले शाखा अधिकृतको परीक्षा सफलतापूर्वक पास गरे। यो केवल एउटा परीक्षाको नतिजा मात्रै थिएन, यो त एउटा दुर्गम गाउँको केटोले आफ्नो सपनाको शिखर चुमेको त्यो अविस्मरणीय क्षण थियो। अब रमेशको कथा केवल उनको व्यक्तिगत कथा मात्रै रहेन, यो त हामी सबैका लागि एउटा प्रेरणादायी पाठ बनेको छ। त्यसो भए आउनुहोस् सोचौं, उनको यो अविश्वसनीय यात्राबाट हामीले सिक्न सक्ने कुराहरू के हुन् त? खासमा उनको कथाले हामीलाई 3वटा एकदमै महत्त्वपूर्ण कुराहरू सिकाउँछ। पहिलो कुरा, हामी कहाँबाट सुरु गर्छौं भन्ने कुराले हामी कहाँ पुग्छौं भन्ने कुरा तय गर्दैन। दोस्रो, यदि हाम्रो इच्छाशक्ति बलियो छ भने कुनै पनि बाधाको पर्खाल अग्लो हुँदैन। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, लगनशीलता र निरन्तर प्रयासको अगाडि एक दिन सफलताले घोडा टेक्नै पर्छ। त्यसैले आज रमेश केवल एक शाखा अधिकृत मात्र होइनन्, उनी त हजारौं नेपाली युवाहरूका लागि एउटा जिउँदो जाग्दो प्रेरणा बनेका छन्। एक यस्तो प्रेरणा जसले यो विश्वास दिलाउँछ कि परिस्थिति जतिसुकै प्रतिकूल किन नहोस्, मेहनत र हिम्मतको अगाडि असम्भव बन्ने कुरा पनि सम्भव बन्न सक्छ। र जाँदा जाँदै रमेशको कथाले हामी सबैलाई एउटा गहिरो प्रश्न सोधेर जान्छ। हाम्रो जीवनमा पनि त्यस्तो कुनै शिखर छ कि जसलाई हामी चढ्ने सपना देख्छौं? अनि त्यो शिखर चढ्नको लागि हामी कतिसम्मको सङ्घर्ष गर्न तयार छौं?